मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको सचिव हर्कराज राईलाई राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक 2081, पर्यटन विधेयक 2081 र चलचित्र विधेयक 2081 का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न अनुमति दिन्छु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2082 साल चैत्र 25 गते बुधबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।